सलमान खानको अझै पनि केस चलिरहेछ भने सुन्दैछौँ होइन। अर्को सलमान खान सिक्किममा जन्मिन्छ भने हामीलाई भन्नु केही छैन। उहाँलाई फोन मार्फत पनि सोधेँ के छ म्याडम, पढ्नु तपाईँ झट्टै यहाँ हाल्नु। त्यस्तो होइन नि, एउटा उहाँहरू एउटा पब्लिक सर्भेन्ट हुनुहुन्छ। कानुन छ भने चाहिँ जसले पनि त्यो मृगलाई हिर्कायो आशिष राईलाई होइन। यहाँहरू सबैमा नमस्कार, गुड इभिनिङ। अहिले हामी सिटिजन एक्सन पार्टीको टिम यहाँ सदर थानामा छौँ र हामी यहाँ किन छौँ भन्दाखेरि अब अचम्मको कुरा छ। यहाँ हाम्रो आशिष राई हुनुहुन्छ, उहाँ सिटिजन एक्सन पार्टीको ड्राइभर काउन्सिलको चालक परिषदको अध्यक्ष हुनुहुन्छ र 1-2 दिन अगाडि ओरेन्ज भिलेज नजिक एउटा भिआइपी को पाइलट गाडीले एउटा वाइल्ड लाइफ है, एउटा वाइल्ड एनिमल मृग डियरलाई चाहिँ हिर्काएर मतलब अन द स्पट मतलब हिट गरेर गाडीले हिट गरेर एउटा तपाईको मृगको त्यहीँनिर मृत्यु भयो। अनि उहाँ हाम्रो ड्राइभर काउन्सिलको अध्यक्ष हुनाको नाताले गर्दा लोकल ट्याक्सी ड्राइभरहरूले जसले त्यो घटनालाई देख्यो उहाँहरूले हाम्रो ड्राइभर काउन्सिलको अध्यक्षलाई इन्फर्मेसन दिनुभयो बापत उहाँ एउटा कन्सर्न एउटा इन्डिभिजुअल एउटा पब्लिकको फेभरमा बोल्ने व्यक्ति हुनुहुन्छ अनि उहाँलाई सारा सिक्किमले चिन्छ। अनि उहाँले आफ्नो फेसबुक पोस्ट मार्फत उहाँले लेख्नुभयो कि यस्तो यस्तो घटना चाहिँ यहाँनिर भएको छ गान्तोकमा। अनि त्यो घटनामा एउटा भिआइपी को पाइलट गाडीले त्यसो गर्दा चाहिँ उहाँमाथि कारबाही भएन। त्यो अब मृगको जुन बडी छ है, मृगको बडीलाई चाहिँ 2 जना फरेस्ट गार्डहरूले आएर उठाएर लगेको पनि सूचना छ। अनि यहाँ सिक्किममा कस्तो कानुन छ भन्दाखेरि तपाईको आम जनताले चाहिँ सानो गल्ती गर्दा पनि आम जनतालाई चाहिँ कानुनले निचार्छ हैन, कानुनले थिच्छ। तर यसरी भिआइपीहरुको पाइलटले यसरी यत्रो ठुलो है एउटा इन्डेन्जर्ड स्पिसिसलाई यसरी अब मार्दाखेरि चाहिँ केही पनि एक्सन भएन। अनि त्यही कुरालाई उहाँले उजागर गर्दै आफ्नो फेसबुक पोस्ट मार्फत चाहिँ त्यो इन्फर्मेसन पब्लिकमा हाल्नु भएको थियो। अनि अचम्मको कुरा के छ भन्दाखेरि हाम्रो राजभवनमा है हाम्रो माननीय गभर्नरको एपोइन्टमेन्टको लागि हामीले लगभग 1 महिनादेखि चाहिँ हाम्रो पार्टीले उहाँसँग भेटेर सिक्किमको केही विषयहरूमा उहाँकोमा मेमोरेन्डम बुझाउने, उहाँलाई ज्ञापन पत्र दिने भनेर हामीले कम्युनिकेट गरेको 1 महिना बेसी भयो। अहिलेसम्म हाम्रो पार्टीले एपोइन्टमेन्ट पाएको छैन राजभवनबाट। अनि राजभवनले हामीलाई एपोइन्टमेन्ट नदिने अनि एउटा फेसबुक पोस्ट हेरेर चाहिँ यहाँ सदर थानाको ड्युटी अफिसरलाई एडिसीले खबर गरेर चाहिँ के हो झट्टै यसमा इन्क्वायरी गर्नु भनेर आज हाम्रो आशिष राईजू भनेको आज सारा सिक्किमे जनताको आवाज हो। उहाँ एउटा पब्लिक फिगर हो नि त। आज यहाँबाट थानाबाट कल गरेर झट्टै हो तिमी आइहाल यहाँ भन्नुभयो। अनि उहाँले सोद्धाखेरि किन आउनु, मेरो माथि एफआइआरहरू केही भएको छ, कानुनी कारवाही भएको छ भन्दाखेरि यहाँ आउनु नि, यहाँ आएर याद पाउँछ छिटो आउनु भनेर चाहिँ उहाँलाई धम्की सरी त्यसरी फोन गरेर यहाँ बोलायो। अनि उहाँ त एउटा रेजिस्टर रेकग्नाइज पार्टीको एउटा जनताको हितमा बोल्ने पार्टीको एउटा नेता हुनुहुन्छ। अनि जुन प्रकारले प्रशासनले यसरी है आम जनतालाई दुःख दिन्छ यसमा हामीलाई एकदमै दुःख लाग्छ। अनि हामी भन्न चाहन्छौँ प्रशासनले यो जुन घटना भएको छ 1-2 दिन अगाडि त्यो विषयमा छानबिन गर्नु पर्यो। वाइल्ड लाइफ विभागले है फरेस्ट डिपार्टमेन्टको वाइल्ड लाइफ जसले हेर्छ उहाँहरूले घटनामा चाहिँ अब हेर्नु पर्यो नि त कसको गाडीले गर्दा कुन भिआइपी को गाडीले चाहिँ आज त्यस्तो घटना गर्यो भने। आम जनताले चाहिँ आज खोलामा माछा मार्दा पनि हजारौंको जुर्माना हजारौंको फाइन तिराउँछ। तर यसरी तपाईको सरेआम गान्तोक जस्तो राजधानीमा चाहिँ यस्तो घटना हुँदाखेरि त्यो घटनामा इन्भेस्टिगेसन गरेर है तपाईको कल्प्रिटहरूलाई सजाय नदिएर चाहिँ जो मान्छेले चाहिँ व्हिसल ब्लोअरको काम गर्छ, जो मान्छेले चाहिँ जनता समक्ष कुरा पुर्याउँछ उहाँहरुमाथि दबाब दिने यो सिक्किमको जुन प्रशासनको जुन कार्यक्रम छ, जुन उहाँहरुको यस्तो नीति छ त्यो चाहिँ एकदमै गलत हो। अनि म विशेष हाम्रो ड्राइभर काउन्सिलको अध्यक्ष श्री आशिष राईज्यूलाई उहाँको आफ्नो कुराहरू राख्दिन म अनुरोध गर्न चाहन्छु। सबलाई नमस्कार। यतिखेर हामी सदर थानाको अगाडि छौँ। अघि दिउँसो पनि मैले मेरो फेसबुक पेजबाट पनि कतिवटा लगाइसकेँ। धेरैजना पेनिक पनि भइरहनु भएको होला, नसुर्ताइदिने त्यस्तो केही छैन। अनि विशेष गरी म प्रशासनलाई चाहिँ के भन्न चाहन्छु भने मैले जुन पोस्ट गरेँ त्यहाँ जुन ड्राइभरहरूले देख्नुभयो होइन, उहाँहरूले आँखाले देखेको, उहाँहरू आई विटनेसहरू छ, उहाँहरूले त्यो मलाई फोटो पठाउँदा मैले फोटो अपलोड गर्दा मलाई यसरी एक्कासी कहाँ भएको मान्छे थर्काई मलाई थानामा बोलायो। अनि यहाँ आएर के नै ठुलो कुरा छ
अब अहिले गएर मलाई पो गएर एफआइआर गर्नु भन्छ तल फेरि रानीपुलमा गएर अब थर्काएर बोलाएर म एउटा ड्राइभर मान्छे होइन गाडी पेसेन्जर लिएर कहाँ पुगेकोमा हुन्छु अनि यसरी बोलायो अन्त यदि यो कानुन चाहिँ साँच्चै जिउँदो छ भने यो चाहिँ मिर्गा जसले मार्यो जुन चाहिँ गाडीले भने मैले यति मेन्सन गरेको छु गभर्नरको पाइलटले मैले गभर्नरले मार्यो भनेर कहीँ पनि लेखेको पनि छुइनँ आज पनि त्यो फेसबुकमा जिउँदो छ म त्यो हटाउनेवाला पनि छुइनँ यदि कारवाही गर्छ भने त्यो पाइलटलाई कारवाही गर्नु पर्यो अनि आज हामी जस्तो आम जनतालाई होइन गरी खाने मान्छेहरूलाई यसरी दुःख दिनु चाहिँ यो ठिक लागेन मलाई प्रशासनको होइन अनि हामीले उहाँहरूलाई सोद्धाखेरि पनि नर्मली उहाँहरूले मलाई भनिदिएको भए पनि हुन्थ्यो नि होइन के छ त्यस्तो कुरा भने मैले उहाँलाई फोन मार्फत पनि सोधेँ के छ म्याडम पऱ्यो नि त झट्टै यहाँ हाल्नु त्यस्तो होइन नि एउटा उहाँहरू एउटा पब्लिक सर्भेन्ट हुनुहुन्छ होइन पुलिसहरू त हामीलाई हाम्रो सुरक्षाको लागि हो नि त तर उहाँहरू त हामीलाई थर्काउँछ बारम्बार यो काहीँ न काहीँ यो माथिबाटै भएको होला म यति भन्न चाहन्छु हामीलाई नजिस्काउनुहोस् अर्को सलमान खान सिक्किममा जन्मनु नपरोस् सलमान खानको अझै पनि केस चलिरहेछ भने सुन्दैछौँ होइन अर्को सलमान खान सिक्किममा जन्मिन्छ भने हामीलाई भन्नु केही छैन हस् थ्याङ्क यू यहाँ आएर मलाई यसो थाहा हो ड्युटी अफसरले मलाई यति सोध्नु भयो तपाईँले त्यो फोटो कहाँबाट पाउनु भयो भन्यो अनि मैले जसले पठाएको थिएँ मैले उहाँबाट पाएँ मैले भने अनि त्योभन्दा उपरान्त अरू कुरा त त्यस्तो केही सोधीखोजी गर्नु भएन यहाँदेखि उता तपाईँहरूको माग के रहेको छ यहाँदेखि उता माग चाहिँ अब हाम्रो के हो यदि सरकार छ कानुन छ भने चाहिँ जसले पनि त्यो मिर्गालाई हिर्कायो आशिष राईलाई होइन त्यो मिर्गा हिर्काउने गाडीलाई चाहिँ खोज्ने काम चाहिँ इन्भेस्टिगेसन गर्ने काम त उहाँहरूको हाम्रो अधिकारमा पर्दैन त्यो चाहिँ उहाँहरूले गरिदिया जाओस् भन्ने हामी माग गर्न राख्न चाहन्छौँ यदि यो केस यतिकै सटडाउन भयो भने चाहिँ अब पोसिबल छ तपाईँहरूको होइन मेरो काम हो पब्लिकको अगाडि ल्याउने मैले पब्लिकको अगाडि ल्याएँ अब यहाँदेखि उता त प्रशासन छ नि त होइन फरेस्ट छ यता पुलिस छ के विभिन्न छ नि अब प्रशासनको जिम्मा हो यहाँदेखि उता चाहिँ अब जिम्मा लिने यदि अब हामी एउटा गरिबले एउटा माछा अघि सरले भनेको छ एउटा तल खोलामा गएर टाँगोले माछा माऱ्यो भने मात्रै पनि आज हामीलाई फाइन लाग्छ होइन तर आज यत्रो धनीको गाडीले एउटा अफसरको पाइलट गाडीले एउटा त्यत्रो मिर्गालाई मार्दैछ भने हामीले एउटा कुखुरा माऱ्यो भने कति ठुलो कानुन छ ड्राइभरहरूलाई म चाहिँ एज अ कन्सर्न ड्राइभर पनि भएकोले गर्दा यो कुरा लेख्नुमा बाध्य भएँ आज हामीले एउटा कुखुरा अथवा एउटा सानो कुनै पनि एनिमललाई हामीले अलिकति छुयौँ मात्रै भने कति धेरै हामीमाथि कारवाही हुन्छ होइन कुकुरहरू कोही आकस्मिक कुदेर रोडमा आउँछ त्यो हामीले कुचायो अथवा त्यसलाई पेल्यौँ भने हामीमाथि कानुन कारवाही हुन्छ भने यदि साँच्चै सरकार र कानुन जिउँदो छ भने उहाँमाथि कारवाही हुनुपर्छ त्यति नै माग राख्न चाहन्छु तपाईँले अघि भन्नुभयो तपाईँहरूको एफआइआर रानीपुलमा गर्नु भन्नुभयो है अनि यहाँ चाहिँ एफआइआर किन नगर्ने रानीपुलमा किन गर्ने त्यो प्रोसेस यो होइन त्यो जुन एरियामा यो घटना भएको छ घटना घटेको छ त्यो रानीपुल थानाको जुरिडिक्सनमा आउँछ अनि विशेष अब गान्तोक त स्मार्ट सिटी हो जहाँ कहीँ सिसिटिभी क्यामेराहरू छ अनि अब हामीले यतिको जानकारी दिएपछि अब सम्पूर्ण जसले पनि आइ विटनेसहरू छ उहाँहरूले देख्नु भएको छ अनि फरेस्ट डिपार्टमेन्टको दुईजना मान्छेले चाहिँ त्यो मृगको लास चाहिँ टिपेर लगेको भनेपछि त फरेस्ट डिपार्टमेन्टले पनि थाहा छ नि त अन्त यो म्याटरमा त उहाँहरूले आफै इन्भेस्टिगेसन गर्नु पर्यो नि त अब यो म्याटर त पब्लिकमा आइसकेको छ अब कोही ठुलो व्यक्तिहरूलाई यदि प्रशासनले बचाउनु खोज्दैछ भने चाहिँ हामी पछि हट्नेवाला छैन हाम्रोमा जति एभिडेन्सहरू छ हामी लिगल्ली जानुपर्ने भने हामी जान्छौँ तर अहिलेको समय भने हामी प्रशासनले यही भन्न चाहन्छौँ अब तपाईँहरूले सम्पूर्ण कुरा थाहा भइसकेको छ नि त किन भन्दा फरेस्ट डिपार्टमेन्ट त इन्भल्भ छ होइन फरेस्ट गार्डहरूले त्यो बडीलाई टिपेर त्यहाँबाट लगेको छ त्यसले गर्दा कारवाही हुनु पर्यो अनि कारवाही भएन भने यसको हामी फलोअप गर्छौँ जसरी हाम्रो आशिष राईज्यूले बडा राम्रो कुरा गर्नुभएको छ अब आम साधारण जनता आम साधारण ड्राइभरले यतिको घटना गर्नु हो भने रोङ्गे पसिसकेको हुने नि त तर आज एउटा भिआइपीको पाइलटले त्यसो गर्दाखेरि चाहिँ काहीँ न काहीँ आज जुन हिसाबमा है जुन हतारमा चाहिँ राजभवनबाट चाहिँ यहाँनिर चाहिँ यो प्रेसर लगाएर हाम्रो आशिष राईज्यूलाई चाहिँ कुनै ठुलो गुना मर्डरै गरेको जस्तो झट्टै हाल्नु नभए यहाँसम्म पनि भनेछ तपाईँ आउँछ कि तपाईँलाई उठाउनु पर्ने पनि भन्नु पर्यो अनि त्यस्तो भन्ने प्रशासनले चाहिँ जुन गाडीले यो घटना गरेको छ जुन गाडीले यो गुना गरेको छ त्यो गाडीको ड्राइभरहरू राजभवनकै किन नहोस् प्रधानमन्त्रीको एस्कर्ट प्रधानमन्त्रीको पाइलट हो भने पनि कानुनी कारवाही त हुनु पर्यो नि त कानुन संविधान त सबैको लागि एक हो त्यसले गर्दाखेरि हामी आउने दिनमा यसलाई यो कुरामाथि हामी निगरानी राख्छौँ र हामी लिगल्ली के गर्नुपर्ने हामी यसमा आफ्नो काम गर्नेछौँ तपाईँहरूले जे जति भनेको छ नि त्यसको प्रुफहरू तपाईँले राख्नु भएको छ किनभने बादमा आएर तपाईँहरूलाई पनि क्वेसन अराइज हुन सक्छ एकदम होइन विशेष हाम्रो कुरा चाहिँ हामीले ड्युटी अफिसरले नि यही भन्यो अब हामी माथि चाहिँ किन पुछताछ गर्नु फरेस्ट डिपार्टमेन्टको मान्छेहरूले त्यो बडी उठाइसकेपछि त उहाँहरूलाई थाहा छ नि त मृग मरेको गाडीले गएको हो भनेर
अन्त जसले चाहिँ कुरा रेज गर्दैछ त्यतिकै त हामीले रेज गरेको होइन। हामी पनि एउटा पोलिटिकल पार्टी, एउटा जिम्मेवार राजनीतिक दल भएपछि त केही कुरा उठाउँछ भन्दा त्यसै हामी उठाउँदैन नि त, हाम्रोमा एभिडेन्स हुन्छ नि त। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ जुन घटनामा जो व्यक्तिहरू संलग्न छ, जो पनि संलग्न छ, उहाँहरूमाथि कारवाही गर्नुपर्ने हो नि त। अब यसरी जसले चाहिँ अब भोलिको दिनमा त जनताले त गलत भएको कुरालाई नि उजागर नगर्नु पाउने। अनि हाम्रो प्रश्न चाहिँ त्यो, अनि प्रशासनले चाहिँ जो व्यक्तिहरूले यो घटनामा इन्भल्भ छ उहाँहरूमाथि कारवाही गर्नुपर्छ र हामी उहाँमाथि कारवाही भएन भने हामी यसमा के कदम उठाउनु पर्ने हामी मजबुत रूपमा उठाउनेछौँ।